यसको बारेमा चाहिँ हल्का फुल्का थाहा होला हैन। आजको टपिक चाहिँ सिम्प्लेक्स मेथड अथवा यसलाई के भनिन्छ पार्शियल पिभोटिङ मेथड भनिन्छ। जसलाई चाहिँ यो चाहिँ कस्तो हो त भन्दाखेरि लिनियर प्रोग्रामिङ प्रब्लम हो है त। ठीक छ। अब हाम्रो चाहिँ सरले भन्नुभयो होला हाम्रो चाहिँ यस्तो टाइपको क्वेशन्सहरु हुन्छ। जस्तो यहाँ चाहिँ अहिले म्याक्सिमाइज भनेछ, क्वेशनमा मिनिमाइज पनि भन्छ हैन। ठीक छ नि। तर म्याक्सिमम चाहिँ हाम्रो म्याक्सिमाइज वाला क्वेशनै सोधिरहेको हुन्छ। त्यही भएर चाहिँ एउटा म्याक्सिमाइज वाला क्वेशन गरौँ। यहाँ चाहिँ के हुन्छ त भन्दाखेरि एउटा z गिभन छ, एउटा इनइक्वालिटी भयो, दुईटा इनइक्वालिटी भयो, तीनवटा इनइक्वालिटी भयो। यसमध्ये यो वाला जुन इनइक्वालिटी छ यसलाई हामीले त्यति ध्यान दिदैनौँ है त। ठीक छ। अब हामीले चाहिँ के गर्नु पर्यो त भन्दाखेरि हाम्रो गिभन टिप्नु पर्यो है। गिभन के छ? गिभन LPP इज हामीलाई दिएको लिनियर प्रोग्रामिङ प्रब्लम के हो त भन्दाखेरि एउटा छ म्याक्सिमम z दिएछ हैन। यो भनेको कति हो त भन्दाखेरि 15x + 12y दिएछ। ठीक छ। अर्को फेरि हाम्रो चाहिँ st दिएछ। ठीक छ। st दिएछ। st भनेको कति हो 2x + 3y इज लेस अर इक्वल टु 21 दिएछ। अर्को दिएछ हामीलाई यसैको अर्को दिएछ कति दिएछ 3x + 2y इज लेस अर इक्वल टु 24 दिएछ। अर्को दिएछ कति x, y इज ग्रेटर देन अर इक्वल टु 0 दिएछ। ल ठीक छ। यो चाहिँ स्ट्यान्डर्ड फर्मको इक्वेसन भन्न खोजेको है। st भनेको के हो भनेर नझुकिनु। अनि यसैमा चाहिँ हाम्रो यहाँ जुन मैले लेखेँ नि अब चाहिँ हामीले के गरिन्छ त यसलाई चाहिँ स्ल्याक भेरिएबल्स अथवा चाहिँ हाम्रो चाहिँ भेरिएबल्स कतिवटा टाइप्सका हुन्छन्। हाम्रो भेरिएबल्स हुन्छन् दुईटा टाइपको हैन। ठीक छ। एउटा के हुन्छ स्ल्याक भेरिएबल हुन्छ, अर्को के हुन्छ अर्को हुन्छ सरप्लस, अर्को हुन्छ सरप्लस भेरिएबल हुन्छ। हामीले स्ल्याक भेरिएबल कहाँ गरिन्छ त जता के हुन्छ त संख्या भ्यालु भन्छ नि। भ्यालु कम हुन्छ जसलाई चाहिँ कहिले डिटरमाइन गर्छ त भ्यालु कम हुन्छ कि धेरै हुन्छ भनेर कहिले डिटरमाइन गर्छ इनइक्वालिटी साइनले गर्छ। जस्तै यहाँ छ नि हाम्रो यहाँ के छ हाम्रो इनइक्वालिटी साइन हेर्दाखेरि यहाँ के देखिन्छ 2x + 3y इज लेस अर इक्वल टु 21। जुन यो 21 छ यो भन्दा कम छ भन्यो नि। त्यही भएर हामीले चाहिँ अब जुन एड गर्नुपर्ने कुन भेरिएबल रहेछ यसमा चाहिँ हामीले चाहिँ सरप्लस रहेछ कि स्ल्याक रहेछ। सरप्लस भनेको यसको जस्ट अपोजिट हो। ठीक छ। जता भ्यालु धेरै हुन्छ त्यो यता फर्किन्छ। हाम्रो गिभन क्वेशनमा त यस्तो वाला क्वेशन मात्र छ। यदि हाम्रो यही क्वेशनमा यस्तो भनिदिएको भए यहाँ हामीले के युज गर्थ्यौं त हामीले यो स्ल्याक भेरिएबल युज गर्थ्यौं। अब स्ल्याक भेरिएबललाई चाहिँ r ले डिनोट गरिन्छ अथवा कुनै एउटा टर्मले भनौं न। अनि स्ल्याक भेरिएबललाई चाहिँ r ले अथवा s ले डिनोट गर्न पाइयो। दुईटैलाई जुनले पनि डिनोट गर्न पाइयो। बट हाम्रो चाहिँ स्ट्यान्डर्ड फर्म चाहिँ एउटालाई s ले अर्कोलाई चाहिँ r ले डिनोट गर्ने चलन छ है त। ठीक छ नि। बुकमा चाहिँ हाम्रो स्ल्याक भेरिएबललाई के ले डिनोट गरेको छ स्ल्याक भेरिएबललाई चाहिँ s ले डिनोट गरेको छ, सरप्लसलाई चाहिँ r ले डिनोट गरेको छ। बट हाम्रो चाहिँ एलएनसी सरले पढाउँदाखेरि के गर्नु भएको छ त अब स्ल्याक भेरिएबललाई पनि r ले s ले गर्नु भएको छ। जस्तो बुकमा सल्भ गर्दाखेरि s1 s2 s3 त्यस्तै गरेर गरिदिन्छ। बट यहाँ चाहिँ हाम्रो चाहिँ r1 r2 r3 गरेर गरिदिन्छ। सरले चाहिँ s r भनेर डिफ्रेन्ट भेरिएबल लेख्नु भएको छ कि त्यस्तो s1 s2 गरेर गर्नु भएन। ठीक छ नि। अब हामीले पनि त्यही अनुसार गर्दै जाने हो। ल ठीक छ। अब यहाँ हेरौँ है त। अब हामीले गर्ने नेक्स्ट स्टेप के हो त जुन हाम्रो स्ट्यान्डर्ड फर्म छ नि
अब यसलाई चाहिँ रिड्युस गर्नु पर्यो। रिड्युसिङ गर्ने केमा त अब रिड्युसिङ द गिवन LPP in standard form by introducing slack variables R and S। यहाँ चाहिँ हामीले स्ल्याक भेरिएबल किन लगायो अरे, किनकि जहाँ भ्यालु कम हुन्छ त्यहाँ चाहिँ हामीले स्ल्याक भेरिएबल लगाइन्छ। यदि त्यहाँ भ्यालु धेरै भएको भए, यस्तो दिएको भए हामीले के लगाइन्थ्यो, सरप्लस भेरिएबल युज गरिन्थ्यो। ठिक छ नि। ल अब हामीले चाहिँ के गरिदिनु पर्यो, थपिदिनु पर्यो, गराउनु पर्यो। ल ठिक छ। अब के हुन्छ त भन्दाखेरि अब चाहिँ यो जेटलाई लेख्ने है। अब जेटलाई लेख्दाखेरि के गर्ने त भन्दाखेरि यो सबैलाई एकै ठाउँ लेखिदिने भन्नु खोजेको। जेट अब के भन्नु त एकै ठाउँ लेख्दाखेरि जेट माइनस 15x माइनस 12y इज इक्वल्स टु 0 हुने भयो। अर्को के छ हाम्रो इनइक्वालिटी साइन हटाउनुहोस् है। इनइक्वालिटी साइन हटाउनको लागि चाहिँ आर एड गर्ने हो हामीले। आर र या सेट गरिन्छ। ल ठिक छ। 2x प्लस 3y मैले के भनेको थिएँ, मैले 21 तिर एड गर्ने भनेको थिएँ कि जता कम छ त्यता एड गर्ने भनेको थिएँ। हाम्रो यदि यस्तो साइन दिएछ भने त कम बताएको, त्यही भएर हामीले यो साइडमै एड गरिन्छ। ठिक छ। मैले भनेअनुसार चाहिँ 2x प्लस 3y प्लस आर इज इक्वल्स टु 21। यस्तो गर्दाखेरि हाम्रो स्ल्याक भेरिएबल हट्यो, सरी हाम्रो चाहिँ इनइक्वालिटी हट्यो। अब अर्को इक्वेसनलाई त्यस्तै गरेर गर्ने। अर्को इक्वेसन के छ, 3x प्लस 2y अनि प्लस अर्कोलाई चाहिँ मैले यस मान्छु इज इक्वल्स टु 24। अब हामीले चाहिँ यसलाई चाहिँ गर्नु पर्दैन। ठिक छ नि। यो दुईटालाई हेरै पुग्छ। ठिक छ नि। अब हामीले चाहिँ टेबल बनाऊँ है त। अब हाम्रो चाहिँ काम सुरु भयो टेबल बनाउनबाट। यति कामसम्म हाम्रो चाहिँ गिभन टिप्ने काम हो। हाम्रो टेबल चाहिँ यस्तो बन्छ। अब हामीले चाहिँ टेबलमा के लेख्ने त, हाम्रो गिभन लेख्ने है त। अब हाम्रो चाहिँ जस्तो टेबलमा के लेख्ने त, कोएफिसिएन्टहरू लेख्ने। सुरुमा चाहिँ कोएफिसिएन्ट चाहिँ तल लेख्ने, अगाडि चाहिँ गिभन भेरिएबल्सहरू लेख्ने है त। हाम्रो गिभन भेरिएबल्स के छन् हाम्रो चाहिँ, एउटा जेड छ, अर्को छ एक्स हैन, अर्को छ वाई, अनि हामीले चाहिँ एड गरेका स्ल्याक भेरिएबल्सहरू के छन् अरे हाम्रो चाहिँ, एउटा छ आर, अर्को छ यस, अनि यहाँ चाहिँ हामीले जुन यो कन्स्ट्यान्ट टर्महरू छ 0, 21, 24 यिनीहरूलाई चाहिँ बी भनेर चाहिँ डिनोट गरिन्छ है त, कन्स्ट्यान्ट टर्मलाई चाहिँ। अब यहाँ लेखिन्छ के त, बेसिक भेरिएबल्स है त, अनि यहाँ लेखिन्छ नन बेसिक भेरिएबल्स। ठिक छ नि। अब चाहिँ हामी हाम्रो यिनीहरूको कोएफिसिएन्ट लेख्दै जाऊँ है त। जेडको कोएफिसिएन्ट हाम्रो चाहिँ के छ त भन्दाखेरि यहाँ 1 छ, यसको कोएफिसिएन्ट एक्सको कोएफिसिएन्ट -15 छ, अर्कोको कोएफिसिएन्ट कति छ माइनस, वाईको कोएफिसिएन्ट कति छ -12 छ। अब यहाँ हाम्रो कुनै आर छ र, यहाँ कुनै आर छ र, छैन नि, भनेपछि आरको भ्यालु 0। अब यस हेरौँ त, कुनै स्ल्याक भेरिएबलको यस छ र यहाँ कुनै यस पनि छैन, यो पनि 0 भयो। कुनै कन्स्ट्यान्ट छ, कन्स्ट्यान्ट टर्मै 0 भनेछ, भनेपछि यो पनि 0 भयो। अब यसको टिप्दाखेरि चाहिँ हामीहरू यहाँ कुनै जेडको टर्म दिएछ र, दिएछ छैन, यो 0 भयो। अनि एक्सको टर्म दिएछ, दिएछ, यस 2 दिएछ, 2 भयो। वाई दिएछ, कति दिएछ 3 दिएछ, अनि आर दिएछ, आर कति दिएछ, आर पनि दिएछ 1 भयो यहाँ। ठिक छ। अनि अर्को यस भेरिएबल दिएछ र हाम्रो यहाँ यस भेरिएबल छ र, छैन, त्यही भएर 0 भयो। कन्स्ट्यान्ट टर्म कति छ हाम्रो यहाँ 21 छ। अब फेरि यहाँ हेर्ने, यहाँ हाम्रो 3 दिएछ, एक्सको भेरिएबल जेड भेरिएबल छ कुनै, छैन, एक्स भेरिएबल छ, यस 3 छ, वाई भेरिएबल छ 2 छ, अनि त्यसपछि फेरि हाम्रो कुनै आरको टर्म दिएछ, नो,
यस दिएछ, यस एउटा यस दिएछ भनेपछि यस, अनि कन्स्ट्यान्ट टर्म कुनै दिएछ, यस 24 दिएछ। अब हामीले चाहिँ अब यहाँ चाहिँ अब यो यतिसम्म त मजाले यहाँ यति गिभनबाट लेखिन्छ। अब यो बेसिक भेरिएबल भनेको के हो, नन बेसिक भेरिएबल भनेको के हो, ठिक छ नि। अब बेसिक भेरिएबल भनेको चाहिँ हाम्रो के हो भन्दाखेरि यदि हाम्रो यहाँ हेर है त, कुनै पनि क्वेसनमा चाहिँ नन जिरो भेरिएबल पनि भनिन्छ क्या। हाम्रो बेसिक भेरिएबल भनेको नन जिरो भेरिएबल्सहरू हुन् भन्न खोजेको। हाम्रो यहाँ चाहिँ के देख्न सकिन्छ त भनेर हामीले चाहिँ हाम्रो बेसिक भेरिएबल हुनको लागि चाहिँ के हुनुपर्छ, बेसिक भेरिएबल हुनको लागि चाहिँ हाम्रो जस्तो कुनै पनि हाम्रो चाहिँ कन्स्ट्यान्टको कोएफिसिएन्टहरू जुन छन् नि, यिनीहरूको टर्ममा चाहिँ कुनैमा पनि 0 आइदियो भने त्यो चाहिँ हाम्रो के बनिदिन्छ त भन्दाखेरि त्यो बनिदिन्छ हाम्रो बेसिक भेरिएबल बनिदिन्छ। सो हाम्रो चाहिँ बेसिक भेरिएबल्सहरू हामीले यहाँ के देख्न सकिन्छ त, जेठ अरे, जेठलाई चाहिँ भन्ने कुरो भएन। हाम्रो चाहिँ नर्मल्ली भेरिएबल्स भनेको यति छन्, यो चाहिँ हाम्रो गिभन कन्स्ट्यान्टवाला भयो के अरे होइन, यसको कुरा चाहिँ गर्नु परेन। अब एक्स र वाई अनि आर अनि हाम्रो चाहिँ हाम्रो चाहिँ यस अनि बी हेरौँ है त। यहाँ चाहिँ हामीले के देख्न सकिन्छ त भन्दाखेरि हामीले मेन हेर्ने भनेको कसलाई हो, एक्स वाई अनि आर र यसलाई हेर्ने हो। यहाँ हेर्दाखेरि हाम्रो कसमा 0 0 आएको छ, हाम्रो आरमा आएको छ यस, यहाँ पनि 0 आएको छ, यहाँ पनि 0 आएको छ, यसमा आएको छ यस, यहाँ पनि 0 आएको छ, यहाँ पनि 0 आएको छ भने हाम्रो बेसिक भेरिएबल्सहरू कुन कुन भयो त, हाम्रो चाहिँ एउटा आर भयो, अर्को यस भयो। अब नन बेसिक भेरिएबल्सहरू भनेको जसमा चाहिँ 0 छैन, -15 छ, -12 छ, 2 3 छ, तर 0 छैन, ठिक छ, नन जिरो भनौँ न। नन बेसिक भेरिएबल्स, बेसिक भेरिएबल्स नभएका भनेपछि हाम्रो के भयो त, एउटा एक्स भयो, अर्को वाई भयो, जहाँ चाहिँ 0 छैन, यहाँ 0 थियो त्यही भएर बेसिक भेरिएबल भएको थियो, ठिक छ। ल अब चाहिँ के गरिन्छ भन्दाखेरि अब चाहिँ अब टेबलको बारेमा लेखिन्छ है। इन सिम्प्लेक्स टेबल 1 हामीले चाहिँ एउटा कुरा चाहिँ बुझ्नु पर्यो है त। यहाँ चाहिँ के बुझ्नु पर्यो त भन्दाखेरि यदि हाम्रो क्वेसनमा चाहिँ जस्तो अहिले त हाम्रो क्वेसनमा चाहिँ -15 -12 दिएछ, ठिक छ। हाम्रो चाहिँ अब यसपछि चाहिँ हाम्रो काम के हो त, यो टेबल बनाइसकेपछि भनेको पिभट कलम पत्ता लगाउने हो, ठिक छ, पिभट एलिमेन्ट पत्ता लगाउने हो, ठिक छ। पिभट एलिमेन्ट पत्ता लगाउनको लागि सबैभन्दा हाम्रो चाहिँ ग्रेटेस्ट नेगेटिभ एलिमेन्ट भएको चाहिँ हाम्रो के हो त, कुन कलम छ भने कुन रो छ जसमा चाहिँ ग्रेटेस्ट नेगेटिभ एलिमेन्ट छ, ठिक छ नि। अब यहाँ हेरौँ, यहाँ हामीले देख्न सकिन्छ यहाँ छ र यहाँ छ र यहाँ छ र यहाँ छ र छैन, भएका के हुन्, ग्रेटेस्ट नेगेटिभ एलिमेन्ट दुईवटा मात्रै हुन्। अब दुईवटा मध्ये पनि सबैभन्दा ग्रेटेस्ट एलिमेन्ट कुन छ, हो सोझै देख्न सकिन्छ 15, किनकि -12 भन्दा त -15 ग्रेटेस्ट नेगेटिभ एलिमेन्ट हो नि त, ठिक छ। त्यही भएर मैले के लेख्छु यहाँ, -15 इज द ग्रेटेस्ट नेगेटिभ एलिमेन्ट भनेर लेख्छु, ठिक छ नि। इन हाम्रो चाहिँ यो कुन रोमा छ त, रो 1 मा छ होइन, रो 1 रो 2 रो 3 भनेर हेर्न सकिन्छ है त। ल ठिक छ। अनि यो जुन -15 छ यो रो 1 मा त पर्यो, प्लस यो चाहिँ कुन कलममा पर्यो, कलम 1 कलम 2 कलम 3 कलम 4 कलम 5 कलम 6, यो चाहिँ कुनमा पर्यो त, कलम 2 मा पर्यो भनेपछि सो C2
इज द पिभोट कलम भन्छ है त। ठिक छ। अब चाहिँ हाम्रो चाहिँ पिभोट कलम चाहिँ पत्ता लाग्यो। हामीले चाहिँ निकाल्ने के हो त अब पिभोट एलिमेन्ट निकाल्नु छ। ठिक छ। अब पिभोट कलम पत्ता लागिसकेपछि अब यसमा चाहिँ हामीले गर्ने के हो त, यसमा चाहिँ गर्छौँ हामीले रेसियो टेस्ट गर्छौँ है त। ठिक छ। के गर्छौँ गरे फेरि भन, रेसियो टेस्ट गर्छौँ भनेको रेसियो टेस्ट गर्छौँ, जहाँ चाहिँ मिनिमम भ्यालु जसको आउँछ त्यही नै हाम्रो पिभोट एलिमेन्ट हुन्छ। अब त्यो हेर्नको लागि चाहिँ के गर्ने त भन्दाखेरि अब रेसियो टेस्ट गर्ने। रेसियो टेस्ट गर्नको लागि हामीले चाहिँ के गर्ने त भन्दाखेरि जुन हाम्रो कलममा छ नि, ठिक छ, जुन हाम्रो कलममा चाहिँ -15 आयो नि, अब यसलाई हेर्ने अनि यसलाई हेर्ने, यो 2 र 3 लाई युज गरेर यसलाई र यसलाई डिभाइड गरिदिने भनेको 2 को करस्पोन्डिङ कोएफिसिएन्ट कति छ, यहाँ चाहिँ 21 छ भनेपछि अब मैले के गर्छु गरे यहाँ चाहिँ गर्छु 21/2। मैले अरू हेरेँ होइन है, मैले यो कलम हेरेँ होइन, यो कलम हेरेँ होइन, यो कलम हेरेँ, जहाँ मेरो ग्रेटेस्ट नेगेटिभ एलिमेन्ट थियो 15 त्यसैको कलम हेरेछु मैले। 2 को करस्पोन्डिङ कति छ यहाँ 21 छ। ठिक छ, नाइस। अब मैले के गरिदिएँ यहाँ 21/2 गरिदिएँ है। दुईटाको रेसियो निकाल्नुपर्छ। अब अर्को के छ 3 छ, 3 को करस्पोन्डिङ 24 छ भनेपछि 24/3। ठिक छ। अब यो गर्दाखेरि मिनिमममा हाम्रो चाहिँ कति आयो त भन्दाखेरि 21/2 भनेको त सोझै 10.5 भयो। अब 3 8 जा 24। यहाँ मलाई भन त 10.5 धेरै कि 8 धेरै? ओभियसली 10.5 धेरै भयो। ठिक छ। अब मलाई चाहिएको धेरै हो र मलाई चाहिएको त सबभन्दा थोरै भ्यालु हो नि त। ठिक छ। मिनिमम लेखेको किन मैले यहाँ मिनिमम लेखेको, मलाई थोरै भ्यालु चाहिएको भएर। ठिक छ। अब मैले चाहिँ रेसियो टेस्ट गर्दाखेरि के थाहा पाएँ त भन्दाखेरि अब यो भन्दा यसको चाहिँ रेसियो कम आउने रहेछ। भन्न खोजेको यहाँ चाहिँ के भयो त भन्दाखेरि रेसियो टेस्ट गर्दाखेरि मिनिमम भ्यालु कति आयो त हाम्रो चाहिँ 10.5 र 8 मा मिनिमम भ्यालु कति हो त 8 हो। ठिक छ। अब यो 8 आइसकेपछि हामीले चाहिँ कसको कुनमा आएको थियो त हाम्रो चाहिँ जुन यो माइनस नेगेटिभ एलिमेन्ट छ नि, ग्रेटेस्ट नेगेटिभ एलिमेन्ट, त्यसको यो र यो भ्यालु मध्ये कुन भ्यालुको रेसियो टेस्ट गर्दाखेरि हाम्रो चाहिँ मिनिमम भ्यालु आयो भनेपछि हाम्रो करस्पोन्डिङ त हाम्रो के को गर्दाखेरि आएको थियो, यो 3, यो 3 को भ्यालुको हो नि त होइन। ठिक छ। यहाँ रेसियो टेस्ट गर्दाखेरि यसको हो नि त हाम्रो सबैभन्दा कम आएको भनेपछि देयरफोर अब हाम्रो चाहिँ यो 3 के भयो त, 3 इज द पिभोट एलिमेन्ट। ठिक छ। यो चाहिँ 3 अब हाम्रो के भयो त 3 भयो हाम्रो पिभोट एलिमेन्ट। अब देन आफ्टर चाहिँ हामीले अब मिनिमम हाम्रो चाहिँ पिभोट मिनिमम भ्यालु निकालेर पिभोट एलिमेन्ट आइसकेपछि यहाँ चाहिँ हाम्रो पिभोट एलिमेन्ट पर्ने रहेछ। ठिक छ। अब यहाँ चाहिँ हामीले के थाहा पाइयो त पिभोट एलिमेन्ट पर्ने रहेछ भन्ने कुरा थाहा पाइयो ल। ठिक छ। अब चाहिँ हामीले के गर्दै जाने त भन्दाखेरि जस्तो हुन्छ नि जहाँ पिभोट एलिमेन्ट पर्छ नि त्यसलाई छोड्नुपर्छ है त। ठिक छ। भनेको बुझ्यो, जहाँ पिभोट एलिमेन्ट पर्छ त्यसलाई छोडेर यसलाई र यसलाई चाहिँ कसरी 0 बनाउन सकिन्छ भनेको बुझिन्छ। -15 लाई 0 कसरी गराउने, 2 लाई 0 कसरी गराउने, यो ठ्याक्कै मैले अघि नै भनेको थिएँ। हाम्रो चाहिँ यसमा के युज हुन्छ भन्दाखेरि रो इक्विभ्यालेन्ट म्याट्रिक्स मेथडमा हामीले गर्दाखेरि जसरी यसलाई 0 बनाइएको थियो हो, अब त्यसरी नै हामीले के गर्नुपर्छ त यसलाई चाहिँ 0 गराउनु पर्छ है त। ठिक छ नि। अब हामीले के गर्न सकिन्छ ल हेर्दै जाउँ है त। हाम्रो चाहिँ पिभोट एलिमेन्ट निकाल्नुको मेन उद्देश्य बुझ्नु पर्यो है त। हामीले पिभोट एलिमेन्ट चाहिँ युज गरेर चाहिँ अब के गर्ने हो त यसलाई र यसलाई चाहिँ 0 बनाउनतिर लाग्ने हो है त।
जुन यो 3 छ नि अब यसैको युजले पहिला हामीले के गरिन्थ्यो एउटालाई 1 बनाइन्थ्यो उता रो इक्विभ्यालेन्ट म्याट्रिक्स मेथडमा यसैलाई युज गरेर यसका मास्तिरका तलतिरकालाई 0 बनाइन्थ्यो नि त्यस्तै भएर अब यो 3 लाई युज गरेर चाहिँ यसलाई र यसलाई चाहिँ 0 बनाउनु पर्ने हो। अब मलाई भन्न त यसलाई चाहिँ मैले 0 गराउन कसरी सक्छु यो हाम्रो R1 हो यो हाम्रो R2 हो यो हाम्रो R3 हो अब हेरौँ है त कसरी बनाउन सक्छु मैले। अब यो लेखेको बुझ्यो कि न है त ल ठिक छ यहाँ चाहिँ मैले के लेखेँ त भन्दाखेरि R1 टेन्स टु R1 + 5 R3 भनेको हाम्रो चाहिँ यहाँ के दिएछ त भन्दाखेरि 15 दिएछ ठिक छ। अब मलाई R1 लाई 0 गराउनु छ यदि 15 दिएछ यदि -15 लाई चाहिँ मैले 0 गराउनको लागि -15 प्लस अब 3 मा चाहिँ मैले +15 ल्याउनु परेछ यदि -15 र +15 भयो भने बल्ल यो 0 हुने त्यही भएर मैले के गरिदिन्छु 3 लाई 5 ले मल्टिप्लाई गरिदिन्छु अनि एडिसन गरिदिन्छु। यो गरे भने मेरो जुन R1 छ भनेको जुन 15 वाला टर्म छ यो मेरो के भइदिन्छ 0 भइदिन्छ हो -15 अनि +15 बन्छ यो 3 × 5 गर्दाखेरि यहाँ चाहिँ हैन ठिक छ। ल मलाई चाहिएको त्यही थियो त्यही भएर हाम्रो चाहिँ अपरेसन के बन्ने भयो त रो अपरेसन यो हुने भयो ठिक छ। अब अर्को अपरेसन मैले के लेखेछु त R2 टेन्स टु 3R2 - 2R3 लेखेछु हैन। अब यो चाहिँ मैले किन लेखेँ त अब यहाँ हेरौँ है त यहाँ चाहिँ के देखिन्छ त भन्दाखेरि R2 हाम्रो कति दिएछ 3 दिएछ अनि यो कति दिएछ सरी -12 दिएछ अनि यो हाम्रो कति दिएछ 3 दिएछ। अब मैले इनरलाई चाहिँ 0 गराउनु छ ठिक छ नि। सरी अघि न मैले यति गलत बोलेछु हाम्रो चाहिँ यो R1 को कुरा सल्भ भइसक्यो हाम्रो हो यो इक्वेसनबाट चाहिँ हामीले गर्न सकिन्छ। अब हेर्नु पर्यो R2 लाई अब मैले 2 लाई 0 कसरी गराउन सक्छु 3 को हेल्पले मैले 3 को हेल्पले 2 लाई 0 डाइरेक्ट गराउन सक्छु र गराउन मिल्दैन ठिक छ। यदि मैले 2 × 3 अनि -3 × 2 यस्तै मिलाउन सक्यो भने त मैले 6 गराएर क्यान्सल गर्न सक्छु नि। भनेको यदि मैले 2 लाई चाहिँ 3 ले मल्टिप्लाई गरिदिएँ भने यो कति बन्छ 6 बन्छ माइनस अनि यो चाहिँ 3 लाई चाहिँ मैले 2 ले मल्टिप्लाई गरिदिएँ भने कति बन्छ यो पनि 6 बन्छ अनि 6 बाट 6 घटाउँदाखेरि कति हुन्छ 0 हुन्छ। मलाई चाहिएको त्यही थियो त्यही भएर मैले 3 × R2 गरेँ जुन यो R2 छ यो 2 लाई चाहिँ 3 ले मल्टिप्लाई गरिदियो भने यो 6 बन्छ अनि यहाँ चाहिँ R3 छ R3 को ठाउँमा 3 राख अनि यता चाहिँ 2 थपिदियो भनेको 2R3 भयो अनि यो 2R3 को ठाउँमा 3 छ अनि 2 3 6 हुने भयो यता पनि 6 उता पनि 6 भनेको 6 गर्दा 0 आउने भयो ठिक छ। मलाई यहाँ पनि 0 आइएको थियो यो पनि मैले पाएँ मलाई यहाँ पनि 0 चाहिएको थियो मैले यहाँ पनि 0 पाएँ। भन्न खोजेको कुरा उही हो है हामीले जसरी उता रो इक्विभ्यालेन्ट म्याट्रिक्स मेथड हामीले यदि बुझेको भए राम्रोसँग यो चाहिँ मजाले गर्न सकिन्छ है त। यो चाहिँ मेन ध्यान दिनुपर्ने कुरा यही हो ठिक छ नि। अब हामी अघिनको जस्तै हामीले चाहिँ सिम्प्लेक्स टेबल अघिन फर्स्ट बनाएका थियौँ अब हामीले चाहिँ के गराउँछौँ सिम्प्लेक्स टेबल सेकेन्ड गराउँछौँ है त। ल हाम्रो चाहिँ के बनेको छ त सिम्प्लेक्स टेबल सेकेन्ड बनेको छ है त। अब यहाँ चाहिँ भ्यालु राखिदिउँ है त भनेपछि हाम्रो चेन्ज हुनेवाला को हो R1 हो R2 हो भनेपछि हाम्रो R3 त सेम हुन्छ नि भनेपछि यो R3 मा अघि न जे थियो त्यो चाहिँ मैले सेम लेख्न सक्छु त्यही भएर मैले पहिला R3 सेम लेख्छु है त भनेको 0 3 2 0 1 24 ल ठिक छ। मैले यहाँ चाहिँ के गरेँ त भन्दाखेरि जस्ताको त्यस्तै लेखिदिएँ। अब चेन्ज हुने को हो त भन्दाखेरि अब चेन्ज हुने R1 हो पहिला R1 लाई सल्भ गरौँ है त। R1 भनेको हाम्रो कति छ त भन्दाखेरि R1 + 5 × R3 गराएको छौँ हामीले। अब यो भनेको कति हो त भन्दाखेरि हाम्रो यहाँ हेर्न सक्छौँ है त यहाँ के देख्न सकिन्छ त भन्दाखेरि R1 कति छ हाम्रो यहाँ हाम्रो R1 भनेको 15 छ
ठिक छ। हामीले यसलाई हेर्ने हो नि त, यो 3 को हेल्पले यो 15 र 2 लाई 0 गराउनु छ। सुरुमा हामीले हेरिरहेको छौँ यसलाई भनेको हाम्रो यहाँ चाहिँ R1 भनेको अहिले हाम्रो फिलहाललाई कति छ 15 छ। ठिक छ, यहाँले के लेख्छु 15 अनि त्यसपछि प्लस हामीले के गर्नु छ 5 इन्टु R3 भनेको प्लस 5 इन्टु R3 भनेको यहाँ कति छ हाम्रो 3 छ। ल ठिक छ 3 छ भनेपछि हाम्रो चाहिँ के भयो त भन्दाखेरि अब हाम्रो यहाँ चाहिँ के भयो त भन्दाखेरि R1 भनेको 15 छैन, सरी -15 छ। अनि हाम्रो चाहिँ कति आयो त -15 अनि प्लस 15, यो गर्दाखेरि हाम्रो कति आयो त 0 आयो। भनेपछि अब मैले यहाँ कति लेखिदिन्छु, जेडको त हाम्रो जस्ताको त्यस्तै छ, हामीले यसलाई केही चेन्ज गरेको छैन। ठिक छ, यो 1 नै भयो, यो हाम्रो चाहिँ जस्ताको त्यस्तै छ। ल ठिक छ, अब हेर्ने है त, यहाँ चाहिँ कति भयो त माइनस हैन, यहाँ त 0 भयो, भर्खरै घट्यो त 0 भयो। अब वाइलाई हेर्ने, किनकि हामीले रो 1 लाई सल्भ गर्दैछौँ। अब वाइमा कति थियो हाम्रो, वाइमा कति थियो हाम्रो, वाइमा थियो हाम्रो -12 भनेको अब -12 प्लस 5 इन्टु अब यहाँ चाहिँ करस्पोन्डिङ R3 कति छ त 2 छ भनेको 2 -12 प्लस 10, यो गर्दाखेरि -2 आयो। ठिक छ, यहाँ चाहिँ -2 आयो, त्यही भएर मैले कति लेख्छु यहाँ -2 लेख्छु। अब R लाई हेर्ने, हामीले याद गर्नु है, हामीले यहाँ चाहिँ रो 1 लाई सल्भ गरिरहेको छौँ, यो भनेको R1 लाई सल्भ गरिरहेको छौँ है हामीले यहाँ भनेको। अब यहाँ R को करस्पोन्डिङ गर्ने, R को करस्पोन्डिङ 0 छ हाम्रो हो। ल ठिक छ, R को करस्पोन्डिङ हाम्रो यहाँ कति छ 0 छ, फर्मुला अनुसार प्लस 5 इन्टु R3 हाम्रो कति छ, R3 पनि 0 छ भनेको 0 प्लस 0, एन्सर हाम्रो आयो 0। ल ठिक छ, अब हामीले चाहिँ स्ल्याक भेरिएबलहरूलाई अर्को स्ल्याक भेरिएबल, एउटा स्ल्याक भेरिएबलको भयो, अब अर्को स्ल्याक भेरिएबलको हेर्ने। अर्को स्ल्याक भेरिएबलको के छ त भन्दाखेरि यहाँ चाहिँ 0 छ। ठिक छ, भन्न खोजेको 0 छ प्लस फर्मुला अनुसार 5 पनि आउने भयो इन्टु यसको करस्पोन्डिङ तल कति छ 1 छ, 1 छ भनेपछि 0 प्लस 5 भनेपछि हाम्रो यहाँ कति आयो त टेबलमा चाहिँ 5 आयो। अब हेर्ने, अब बी लाई हेर्ने, अब बी को करस्पोन्डिङ हाम्रो यहाँ चाहिँ कति छ 0 छ। ठिक छ, बी को करस्पोन्डिङ 0, फर्मुला अनुसार प्लस 5 इन्टु R3 भनेको कति छ हाम्रो यहाँ, यसको करस्पोन्डिङ R3 कति छ 24 छ भनेको 24 इन्टु 5 हाम्रो कति हुन्छ त 120 हुन्छ। ल ठिक छ, हाम्रो चाहिँ 120 हुन्छ, त्यही मैले कहाँ लेख्छु यहाँ लेख्छु। यो R1 गरेको बुझियो कि बुझिएन, R1 गरियो है त। अब कसलाई हेर्ने, R2 लाई हेर्ने। अब R2 को रो अपरेसन मैले लेखेको छु यहाँ, राम्रोसँग हेर्ने। R2 को रो अपरेसन जे लेखेको छु त्यसैमा लगेर के गरिदिने हो, भ्यालु पुट गरिदिने हो। भ्यालु पुट गरिदिँदाखेरि हाम्रो चाहिँ यहाँ के आउँछ नि त भन्दाखेरि, के हुन्छ नि त भन्दाखेरि यहाँ हेरौँ है त, भनेको 3 जस्ताको त्यस्तै लेख्नु पर्यो इन्टु अब R2 हाम्रो कति छ अहिले, R2 हाम्रो कति छ यहाँ चाहिँ 0 छ। ठिक छ, यहाँ हेर्न सकिन्छ, यहाँ हाम्रो कति छ R2 0 छ, मैले यहाँ 0 लेखिदिएँ। 3 इन्टु 0 माइनस 2 इन्टु अब मैले कति लेख्छु यहाँ हाम्रो कति छ R3, 2 इन्टु R3 हो नि त, 2 इन्टु R3 को भ्यालु पनि 0 छ भनेपछि 0 माइनस 0 भनेको 0 नै हुन्छ। ल अब फेरि फर्मुला अनुसार चाहिँ म गएँ, फर्मुला अनुसार जाँदाखेरि यहाँ मैले के देखेँ त भन्दाखेरि अब चाहिँ फेरि गर्नु पर्यो 3 इन्टु अब R2 को भ्यालु कति छ हाम्रो, R2 को भ्यालु छ हाम्रो 2 छ हो।
लाइन्स। अब 2 छ, ठिक छ, 3 × 2 भयो। अब माइनस फर्मुला अनुसार गइरहेको छु है, म यहाँ मासतिर बनाएको मैले जुन फर्मेट बनाएको छु म त्यही अनुसार गइरहेको छु। माइनस 2 × R3 हुनु पर्यो। R3 भनेको यहाँ चाहिँ कति छ त भन्दाखेरि 3 छ। नाइस। यो पनि हाम्रो कति आयो त भन्दाखेरि यहाँ कति आयो हाम्रो